चुरोट चाहिँ मलाई पनि दियो भाइ यताले यताले अब टोक्नै सक्दैन रहेछ के गर्नु त होइन हजुर तर धुलोमा के गर्नुहुन्छ त्यो अर्ग्यानिक उयो हो सिगरेट त खानुपर्छ चुरोट तात्कालिक ल ल जमजम छुर्पी पनि छ चुरोट पनि छ ग्याडिस पनि छ झोला नि बोक्नुपर्छ के गरौँ त होइन त मैले यो मात्रै लगाएको हो चप्पल गएको मेरोमा त्योभन्दा पहिला हिजै लाएको छ के चप्पल कहाँ टोकिरहेको छु गरे भने खोइ जुगा पनि कत्रो हो यार यहाँतिर जुगा नि पाउँछ है ल हाम्रोतिर चाहिँ हजुर पर्के म दिन्छु सिक्रेट ल चुरोट जुगा समेतले पनि चुरोट खान्छ हेर्नु त कस्तो खालको चुरोटको महँगी त्यस्तै है त्यही भएर चुरोटको दाम किन महँगो भयो भने जुगाले खान थाले त ए भतिस् न चुरोट दुई बजा काट्यो त अनि डाँडा त काटेको होइन तर कुहिरोले केही नदेखेको हो कान्छा यो ढुङ्गा किन राखेको यो उभाको यो ढुङ्गा यसरी यहाँ चाहिँ पछि मुन्दुम ट्रेन बन्छ भन्दैन यो चाहिँ बन्दैन अब यो चाहिँ नेचुरल उयो छोडिदिएको हो यो के हो यो चाहिँ यति चाहिँ बाटोको है भनेर छुट्याएको यो ढुङ्गा चाहिँ सिमाना भिडियो चाहिँ फनी बनाउनु मन थियो तर मेरो फोनको चार्ज पनि सकियो है मेरो फोन भोकेर आएको छ आई निड भनिरहेको छ होइन रातो भइसक्यो त्यही भएर अब यो पानी सानो सानो यस्तो छिटो आइरहेछ क्या यसले पनि यो आइफोनमा चाहिँ आइफोन युजरहरूलाई थाहा होला होइन पानी अलिकति पऱ्यो भने यसको समस्या परिहाल्छ त्यही भएर पानी पनि छिर्छ क्या यहाँबाट अब हाम्रो ब्याट्री पनि सकिनु लाग्यो अनि दुई भाइ चाहिँ पर कता पुगिसक्यो होइन हामी चाहिँ यहाँ आउँदैछौँ हिँडिरहेको छौँ कसम होइन गफ दिएको होइन तर यो ठाउँहरू खुल्यो भने चाहिँ तपाईँहरूले संसार देख्नुहुन्छ यहाँबाट यो ठाउँबाट हजुर हजुर संसारको सबै वीर मर्काहरूको मन कतै प्रफुल्ल हुन्छ कहिलेकाहीँ यही हराइदिनु सक्छ तर हराउनु सम्भव छैन के गर्नु होइन मैले पनि युट्युब अब इन्टरनेटको जमाना होइन राजु नजिकको मान्छे टाढाको मान्छे नजिक होइन मैले पनि त्यो भिडियोहरू हेर्छु क्या होइन यस्तो छ ल हाम्रो बाटो चाहिँ अलिक कम भएको छ हेर्छु अनि अब हामी युट्युबर पनि होइन भ्लगर पनि होइन तर यो इन्टरनेटको जमानामा जे पनि त गर्नु मिल्यो हामी एउटा मिडिया कर्मी नै बन्नु परेन होइन सबै अहिले अनि हातमा छ सबैको त्यही भएर यस्तो भिडियोहरू गर्नु मनपर्छ होइन अनि अपलोडहरू गर्नु मनपर्छ यो भिडियो प्रतिनिधि पात्रको रूपमा तपाईँले पनि हेरेर यो ठाउँ घुम्न आउनु होला घोडाहरू छ त कति छ नि यस्तो घोडाहरू त यहाँ तर आज चाहिँ केही देखाएको छैन घोडाको बच्चा छ नि घोडाहरू कति धेरै चकचके बच्चा परेछ होइन त्यसको आमालाई दुःख दिएको देखेको छ
गयो उयो गोठ आइपुगेको अझै म त अस्ति गोठ आइपुगे जस्तो लाग्यो त हो र ए अब झन् लडी पठाएँ चौरीको गोबरमा चिप्लेर क्या यो चाहिँ के हो खासमा के हो यो मन्दिर हो ल आफै पढ्नु होला है म चाहिँ पढ्नै सकिनँ आँखा पनि देख्नु छोडेको छ के रे माइला यो चाहिँ के हो खास एरो भनौँ न 113 जम्मा जमाना यस्तो आइपुगिसक्यो है अहिले यसको हाइटको कुरा हुँदैछ यहाँ चाहिँ के भन्छ हौ माइला चाहिँ फेरि ओइ यहाँ किन गयो यो मुन्दुम टेल बन्नु पूर्व चाहिँ यहाँ दिशा निर्देशन गरिएको थियो ओके घरिघरि आएर रङरोगन गरेर चिन्ने काम हुन्थ्यो अझै पनि गरिन्छ अब हजुरको थुमलाइन जाने बाटो भयो भने हामी जुन बाटो हामी हिँडे यता हामी घर जाँदैछौँ यो म्यापको एक्सप्लेन है भन्ने ठाउँ जाने अल्मलिन्छन् मान्छे भनेर राखिएको हो यसलाई चाहिँ के भन्छ हामीतिर चाहिँ कुलो भन्छ है भकुले नेपाल छोड्नुपर्छ जस्तो लाग्छ तँलाई ओ भकुले नेपाल छोरौँ लाग्छ त यो ठाउँहरू हेर्दा कहाँ लाग्छ लाग्दैन त्यही भएर त म विदेशै नगएको भनेपछि अब कहिले भतिज विदेश नजाने म नजाने गाउँघरै बस्ने रमाउने भोक लाग्यो पानी परेन होइन अन्त नेट चल्छ राजु अनि गीत ए अब लाली गुराँस फुल्ने ठाउँमा आएर लाली गुराँसकै गीत बजाइदिउँ भन्ने लाग्यो ल हो हाम्रोतिर कतिवटा लाली गुराँसको उयोहरू पाउँछ अरे टाइप्स अफ लाली गुराँस 25 भनौँ प्रजाति न 25 प्रजाति चाहिँ यो आसपास फुल्छन् 2वटा चाहिँ मैले चढाइदिएको है जम्मा 23वटा फुल्छन् ओके तिमी त पहिला यो ठाउँमा बसेको नि त हो नि सानोमा छँदाखेरि गोठमा बसेको नि अनि पहिला कहाँ थियो गोठ यहाँ माथि नि राजहरूको यहाँ चाहिँ म गोठ चाहिँ होइन घरतिर होइन हौ राजु खासमा किन मान्छेहरूले चाहिँ गाउँघर छोड्छ हौ यार विशेष गरी चाहिँ यहाँको अर्थोपार्जनको स्थिति राम्रो नभएर अनि सेवा सुविधामा स्वास्थ्य र शिक्षा अलिक गुणस्तर किसिमको नभएकोले गर्दाखेरि यहाँ गाउँ छोड्ने लहरहरू पर्याप्त छन् यसपालि हेरेको घर अर्को साल हुन्न सकभर 5 वर्षदेखि 22-23 वर्षसम्मका युवाहरू यो गाउँमा भेट्न कम मात्रै पाइन्छ अधिकांश त्यही त वैदेशिक रोजगारका लागि कोही कता गएका छन् होइन म पनि होइन बेला मौका आउँछु अनि मैले हाम्रो सारालुङमा धेरै जस्तो घरमा क्या घर खाली छन् बुढा अनि बुढी छोराछोरी छन् नभएको होइन 2-4 जना भएको 1-2 जना विदेश बाँकी सहर काठमाडौँ धरान होइन आजभोलि केटाकेटीहरू त्यही भएर कस्तो उराठो लाग्यो क्या मलाई उराठ बोल्नु पनि आउँदैन मलाई चाहिँ राम्रोसँग फेरि गाउँघर एकदमै उराठिएको छ कहिले बुढापाकाहरू बिरामी भवितव्य रूपमा बिरामी भयो भनेदेखि उनीहरूलाई अस्पतालसम्म पुर्याउने जनशक्ति छैन त्यही त सबै यो राजनीतिक अस्तव्यस्तता कारणले पनि होला हो जस्तो लाग्छ मलाई गाउँघरको ठुला ठालु हुँ भन्नेहरूको व्यथितिको कारणले पनि हो जस्तो लाग्छ अझै
त्यो त विकराल स्थिति हो त हाम्रो राज्यका प्रमुख दलका ठुल्ठुला नेताहरू नै हो जस्तो लाग्छ दोषी मुलुकको अस्तव्यस्त बनाउने काम उनीहरूले हो जस्तो लाग्छ। राजु चाहिँ फेरि अहिलेको करेन्ट टिचर, कुनै जमानामा राजनीति पनि गरेको मान्छे होइन। नेपाल कसरी चल्छ, नेपालमा के भइरहेछ होइन, त्यो कुरा चाहिँ सबै राजुलाई अपडेट सबै थाहा पनि छ। फेरि हल्का हल्का त्यत्रो धेरै पनि ज्ञान छैन, थोरै थोरै चासो राखिन्छ। यार्सा गुम्बा पाइयो, नफसाउ न भतिज, यार्सा गुम्बा पाइयो है। केले हो मुन्दुम ट्रायल होइन त राजु? यो चाहिँ के हो खासमा? यो हो यो औषधि पनि हुन्छ भन्छन् है, तर हो र? सबैका लागि हानि, यो गाई बस्तुलाई पनि हानि पुर्याउँछ, सही चरणलाई पनि असर पार्छ। यो यसको काँडा बिज्यो भनेदेखि एकैचोटि यहाँ हाम्रोतिर चाहिँ माछाको आँखा भन्ने चलन छ, त्यस्तो भएर यो त चिन्दैन नि त मासुसँग। यसको नाम चाहिँ के काँडा रे? यसको के काँडा भेडा कुँडो भेडाकुँडो धेरै नामले चिन्दा रहेछन्। ए माइला माइलो सोधेकै छैन, पहिला एन्सर आउँछ। कति स्मार्ट भन्नु। टेक्नोलोजीको जमाना यस्तै हो, पहिला एन्सर यो 5G एन्सर हो यो। हाम्रोमा 4G त नेटवर्क चल्दैछ, तर आन्सर चाहिँ 5G आउँछ है। अनि ऊ त्यतिकै राम्रो अरे नि त। भन्दैन हौ। ए अस्ति यहाँ एउटा गाई भेटाएको थियो है हामीले, यहाँ उभिरहेको थियो। कस्तो लाली गुराँसको बोट त्यही ठाउँमा गीत पनि होइन होइन, संजोगले भनौँ कि कसरी भनौँ होइन, ठ्याक्कै त्यही क्या। ए ल चिमाल भन्छ होइन कान्छा यसलाई? टाइप्स अफ चिमाल चाहिँ कति 23वटा कति हुन्छ अरे? यहाँ पाइने चाहिँ 23 किसिमको पाइन्छ। अनि त्यो दाइ त्यो तपाईँले भन्नुहुन्थ्यो नि उता त्यो कुन ठाउँ रे यस्तो चिमाल त पल्लो भन्दा यहाँ धेरै पाउँदछ भनेर। अनि पिन्जुरेको ठाउँहरू त होइन कस्तो भाइरल हुन्छ नि त। मैले गुराँस हेरेँ होइन, यस्तो खालको गुराँस चाहिँ त्यहाँ छैन क्या। मतलब कि त्यहाँको गुराँस उयो चाहिँ कस्तो झुप्पा झुप्पा ठाउँमा होइन, सानो सानो। अनि त्यहाँ चाहिँ एक ठाउँमा एक खालको गुराँस, अर्को ठाउँमा अलिक। अनि यहाँ चाहिँ अब कस्तो हुन्छ भने अब एउटै भित्र यसलाई चाहिँ खास चिमाल भन्छ क्या। गुराँस प्रजातिकै त्यो खास लाली गुराँस हाम्रोतिर पाउने चाहिँ लाली गुराँस हो। यो प्रजातिको हो क्या। अरे यहाँ प्रशस्तै फुल्छ अरे। यहाँ प्रशस्तै फुल्छ नि, एभ्री चिमाल सबै बोट फुल्छ क्या हेर्दै अब फुल्छ नि अब सबै। होइन। पछि पछि हुन्छ भर्खर यो अब बाटो आउँदैछ त्यस्तो लाग्छ है मलाई चाहिँ। यति हुनु धेरै राम्रो कुरा हो। अब यो मेन त अब पहिला त अब संरचना नै त्यहाँ बनाउनु पर्यो। हामी चाहिँ ताप्लेजुङ जाँदाखेरि के त मन्दिरमा पानी परायो। गएको हो हामी। लाइक यो अहिले जस्तो अब हिजो अस्ति हामीले सालपाखाको यो बाटो चाहिँ हिँडेको सिग्नलको अब यसरी नै अलिकति राम्रो हुन्छ। तर पहिलाभन्दा धेरै राम्रो भएको लेसौले सुधार खान्छ। जुत्ताको लेस ल है तपाईँहरू चाहिँ पक्का होइन यो ठाउँ चाहिँ एकचोटि आउनु होइन, आउनु भन्छु। हाम्रै गाउँठाउँ हो। हामी परदेश तिर बस्नुको कारणले गर्दाखेरि चाहिँ
हाम्रो टाइमै मिल्दैन, हाम्रो छुट्टी मिल्दैन होइन। खासमा हिउँदमा आउनुपर्ने हो, बर्खामा आइयो। अझै क्या यो ठाउँमा पहिला जस्तो क्या त्यो ढाकारमा होइन एभ्रिथिङ सबै कुरा पसलकोदेखि लिएर सबै कुरा त्यसमा एडेड भाँडा कुडा होइन के हाम्रो डाडु पुन्यो कराई होइन भाँडा थाल त्यही त हो त ढाका बोकेर हिँड्दाखेरि होइन। त्यो स्टाइलले हिँड्नु पायो भने त साह्रै आनन्द आउँथ्यो होला हौ। पहिला त यस्तो बाटो थियो, पहिला थिएन यस्तो यस्तो बाटो थियो होइन। केही मात्रामा यहाँदेखि बनाउँदै बनाएको यो त्यही त। भोजपुर जिल्लाको अहिले दिङला नगरपालिका अन्तर्गत पर्ने 3 तलेको एकजना दिदी हुनुहुन्थ्यो अलि राई, उहाँले घोडेटो चाहिँ बनाउनु लाउनु भएको थियो। ए त्यस पछाडि घोडेटो छँदै थियो, मैले पनि सुनेको। माथि त्यो पर ल्याडे उकालोमा होइन त, ल्याडे उकालो यो यहाँ पनि बनाइदिएको थियो, यहाँ पनि हो। अनि पछाडि स्विस सरकारले पनि बनाइदिएको थियो एकचोटि। अनि त्यस पछाडि अहिले चाहिँ यो नेपाल सरकार अनि टेम्के मयुङ गाउँपालिका अनि के बिलासगढी र स्विस सरकारको त्रिपक्षीय लगानीमा यो मुन्दुम ट्रेलको काम भएको हो। ल यो पान त खानुपर्छ होला, हाम्रो बोतल कहाँ छ हौ? बोतल भक्कुले पानी खाएको, बोतलबाट लिएर खानुपर्छ। के गर्नु, नेपाल के को धनी रे राजु? शुद्ध खाने पानी। अनि नेपालमै पानीको दुःख छ फेरि होइन, के गर्नु। युट्युबर त होइन होला जस्तो भइसक्यो म त। म युट्युबर भ्लगर भयो भने चाहिँ यो ठाउँले बनाउँछ क्या मलाई। के हेऱ्यो हो राजुले भने मैले यो बिखुमा हो कि भनेर हेरेँ। त्यही त गोपनमुख निकै राम्रो जडीबुडी अन्तर्गत पर्दछ बिखुमा। यो त्यहाँ छैन। त्यो हेर न छ। चिले पनि यो ठाउँमा नपाइने छ, कतै छ कि भन्ने लाग्यो। तर पाउँछ नि यो ठाउँमा। ठाउँ त नभनौँ होइन, आजभोलि गुगलको जमाना छ, मान्छेले सर्च गरेर फेरि आएर होइन। यो जडीबुटी चाहिँ यहाँ हाम्रो मान्छेहरू यहाँ कति होइन के भनौँ चोरी निकासी पैठारी गर्ने काम चाहिँ पटक्क नगर्नु होला। त्यही भएर होइन छ हाम्रो ठाउँहरू। मलाई त यस्तो लाग्छ त्यो हाम्रो पश्चिमको ठाउँहरूमा पाउने यस्तो गुम्बा त्यो पनि त्यो होइन होइन त्यो ठाउँहरू हेर्दा होइन। अनि हाम्रो यो लाउरे डाँडाहरू अनि माथि माथि कुन चाहिँ अरे त्यो एरियामा सिलिचुङ एरिया त्यो एरियामा यस्तो गुम्बा पाउँदैन र हाम्रो। पाउन सक्छ होला, तर सायद अहिलेसम्म हामीले चाहिँ न क्वालिटी र हुन्छ अरे नि त त्यस्तो राम्रो पाउँदैन अरे क्या। नखोजेर पो हो कि होइन अरू चाहिँ छ होइन, अँ तर बजारमा मारो न त। बजारमा चाहिँ अब अरू जति अब जति हाइटको त्यति राम्रो होला नि त यो पनि। हो हुनसक्छ दाइ। पानी को खाने ल हेरौँ त ल। तर यो स्ट्रबेरी एकदमै हाई ठुल्ठुलो हुन्छ होइन, फुल अर्ग्यानिक यति मिठो छ। तर हाम्रो बा चाहिँ ठाउँ साउँ एक्सप्लेन नगरौँ। जुन जुन देशतिर ठाउँतिर हुनुहुन्छ स्ट्रबेरी कसले खानु भएको छ, त्यसको प्राइस कति छ डलरमा होइन। गाउँघर चाहिँ होइन यतिकै बाटैमै पाइन्छ, यसको खेती हामी गरिँदैनौँ। बाटैभरि क्या नेचुरल होइन भएको। हेर्नु त है, म पनि चाटिन्छु यो चाहिँ। पानी पसिसकेको छ। ब्याट्री पो डाउन भइसकेको छ यार।
चराहरू पनि कराउँदैछ त हौ गीतले गर्दा गीतले गर्दा नसुन्ने थुप्रै छ चराहरू यतातिर उड्दैछ चरा कराउँदैछ सुन्नु ए अँ राजु हाम्रोतिर चरा डाफे मुनाल चिरकालिज अर्को कालिज अनि त्यो काँडे भेकुर नेपालमा मात्रै पाइन्छ जुन चाहिँ चरा त्यो अत्याधिक मात्रामा पाइन्छ यहाँ जनावरमा अस्ति आउँदा हामी उयो देखेको थियौँ है अनि जनावरहरूमा रेड पान्डा हाब्रे भन्छ त्यो प्रशस्त मात्रामा पाइन्छ हाम्रोमा यस मैले पनि केटाहरूले त्यो कस्तुरी देखिरहेको थियो पोस्ट गरेको कस्तुरी भालु बाघ बाघ चाहिँ ठुलो खालको बाघ होइन चितुवा पाउँछ अनि नाउर घोरल थार जङ्गली खरायो चरी बाघ इत्यादि है? जनावरहरू पाउँछ। यो चाहिँ हाम्रो डस्टबिन है हजुर हो डस्टबिन तपाईँहरू घुम्नु आउनुहुन्छ भने यो यसले चौतारा भन्छ है यहाँ मजाले बसेर खानुहोस् होइन तर तपाईँहरूले खाएको होइन फोर आइटमहरू सबै यो डस्टबिनमा लगाइदिनु होला है त बाफ्रे कसम यो दिन खोलेको भए चाहिँ के हुन्थ्यो होला यहाँ स्ट्रबेरी हेर्न आउनु ए हाम्रो अर्कारिक स्ट्रबेरी चाहिँ गीत मान्नौ न म टिप्दैछु भेटिसक्यो हौ होइन कनेक्ट भयो होला बाफ्रे दुई किसिमको पाइन्छ है। भर्खर हामीले माथि एउटा सानो होइन खोल्सा यो चाहिँ खास हामी के भन्छ राजु खोल्सा होइन खोला त भन्दैन नि यो यो त अरुणको शिर भन्छ है अरुणको शिर है हजुर होला यता नेपालपट्टिबाट चाहिँ बग्न चाहिँ तिब्बतबाटै आउँछ भन्छन् अरुण तर यहाँ यो पनि अरुणकै शिर हो यस्तो यता चाहिँ देखाउँदा एकचोटि यो मुन्डुन प्राय यसको स्ट्रक्चर यसको उयो इन्जिनियरिङ हेर्दाखेरि चाहिँ अब यो राम्रै हो अब राम्रै तरिकाले बनाइएको छ अब यो बाटोहरू एकदम मजबुत पनि छ तर मलाई एउटा यो बाटोमा हिँड्दा गर्दाखेरि एउटा कुरा चाहिँ के बोल्नु मन लाग्यो भने जस्तो अब यो प्रोजेक्टमा फेरि अब रिपेयरिङको कुराहरू हुन्छ होला बजेटहरू आउँछ होला होइन अब ठाउँ ठाउँमा हामीले हेरिरहेको छौँ अब त्यहाँ म हिँड्दा गर्दाखेरि क्यामेराले पनि त्यो अघि त्यही यसो हेऱ्यो होला त्यतातिर हेर्दाखेरि चाहिँ त्यो अहिले अब बनाउनु पर्ने तुरुन्तै बनाउनु पर्ने खालको ठाउँहरू पनि रहेछ त्यतातिर होइन होइन नहुने खालको अब आउने मान्छेले चाहिँ अलिकति मान्छे यो ठाउँमा अब अलिक जसरी बनिँदैछ कामहरू र त्यही तरिकाले अलि उयो दियो भने चाहिँ अलि राम्रो हुन्थ्यो कि त्यो पनि सही कुरा हो झुक्केर यो भिडियो पोस्ट भइहाल्यो भने होइन राजु हेर्ने मान्छेहरूले सुन्ने मान्छेहरूले यतातिर चाहिँ हाम्रा आफ्नो गाउँ प्रमुखहरूले होइन हाम्रो गाउँठाउँहरूलाई चाहिँ हेरिदिनु पर्यो हाम्रो पनि हामीले आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि हामी पनि गइरहेका छौँ गएर सबै आधा भ्रमण सकाएर अब घर फर्किने क्रममा छौँ ठिक छ यो गीत बजाउँ न कता के भयो मास्टर चरा बाफ्रे यो चाहिँ लामपुत्रे भन्छ है पुच्छर लामो हुँदैन राजु दामी हुन्छ नि यो अब अँध्यारो भएको छ बादल लगाइरहेको छ होइन तर यहाँभित्र घन्टीको आवाज टङ 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 होइन राजु त्यहाँ कि गाई छ कि गोरु छ के छ अरू एक चौरी पनि है ए अँ हो नि त म त छ्याब्रीतिर भने त्यो पनि पाउँछ है म गीत खोज्दैछु यो चाहिँ सेलको गु भन्छ है गाउँघरतिर होइन राजु हो सेल पनि पाइन्छ बाफ्रे ब्याट्रीले चाहिँ झानिदिएको भए चाहिँ बाबालाई हुन्थ्यो फेरि अर्को खोला आयो आमामा ल है हेर्नुहोस् पानी अर्ग्यानिक पानी जुम गऱ्यो भने होइन
यो पानी तपाईँहरूले खानुभयो भने है जुनसुकै ठाउँमा बस्नु भएको छ तपाईँहरू होइन एक हप्ता चाहिँ तपाईँहरूले चाहिँ यो पानीले चाहिँ यति धेरै मिस गर्नुहुन्छ है यति बाक्लो छ यति मिठो छ यति चिसो छ है अब अहिले बर्खा भएर पनि यति चिसो छ हिउँदमा कति हुन्छ है कहाँ जाने बाटो फेरि यो चाहिँ दाजुभाइ त प्लाटप्लुट काटेको के हो चुरोट छ राजु त्यो पानीको बोतल पनि बनाइदिनु पर्यो हाम्रो क्यामेराम्यान अघिदेखि हाम्रो र वरिपरिको सिन मात्रै बनाएर आएको ठिक छ नि होइन हामी दुईजना मात्रै पछि पछि त्यो हाम्रो स्थानीय भाषामा चाहिँ यो भुइँ ऐसेलु भन्छौँ जसलाई स्ट्रबेरी भन्छन् त्यो टिप्दै टिप्दै म खाएँ हिँडेँ अब यहाँ हेर्नु पानी उम्लेको यहाँ पानी यत्रो मजाले उम्लिएको छ यहीँबाट उम्लिन्छ यो चाहिँ अरुणको शिर पनि भन्छन् खस्रे माग्लिङको तर थाहा छ राजु मालिङ्गो भनेको के हो होइन टाइप्स अफ मालिङ्गो कति हुन्छ सबै थाहा छ नि त बाहिर चाहिँ बस्छु क्या अब इन्भाइरोमेन्टको कुरा आउँछ होइन त्यही हामीले बोट बिरुवाहरू रोप्छ होइन अनि त्यहाँ चाहिँ परेङ भन्छ क्या परेङ थाहा छ नि हाम्रो बारतिर त पाउँदैन पाउँछ पातालो तल फेदीतिर पाउँछ क्या परेङ होइन त्यो परेङहरू रोपिरहेको अनि त्यति बेला चाहिँ कस्तो हुन्छ भने बाँस भन्छ क्या बाँसको पनि टाँसो हुन्छ भली बाँस चोया बाँस भुडे बाँस थुप्रै हुन्छ नि त होइन अब परेङलाई बाँस भनिदिन्छ होइन हाम्रोमा चाहिँ बाँस भन्दा पनि मालिङ्गोको प्रजाति धेरै किसिमको पाइन्छ जुन चाहिँ अहिले त्यहाँ मन्दोजले जानकारी गराउँदैछ हाम्रो भएको जेठा थकित छ अहिले बुझ्नु होला है नबोल्नु के कसो भएको ल खाँदै बिस्तार बोल्नु बोल्न तिमी खाँदै भारी मेरो गरौँ न नि मेरो त के छ दाभित्र घिउ जिउ छ हामीलाई सम्पर्क गर्नुहोस् गिम्बल चाहिने रहेछ है बाटोमा हिँड्दाखेरि चाहिँ है गिम्बल भयो अलि भिडियो एक स्थिर आउँछ जस्तो लाग्छ हामी प्लान योजना बिना नै हामी घुम्यौँ हामी युट्युबरमा नि होइन तर यो असली घारीमा फोन आए जस्तो लाग्यो कि होइन चुरोट लास्ट पपमा हान्छ ल उसलाई देऊ
के गर्नु त अब जुरोडै त पाउँदैन कति साह्रो छ कुकुरले चुरोटको प्राइस 200 रुपियाँ होइन भक्कै मैले चाहिँ होइन एक प्याकेटको क्या 30 रुपियाँ तिनवटा मलाई चुरोट खान्छ। जति 200 रुपियाँ अर्मल मुभी अनुसारपछि अर्मल भनेको के हो भनेर गाइजहरू है त्यति बेला चाहिँ यतै सोध्नु हामीलाई नै सोध्नु चाहिँ भन्दिनँ हाम्रो गाउँठाउँको मान्छेलाई सोध्नु न हो नि ट्रेनिङ कस्तो हुँदो रहेछ तास खेल्दैमा हार्दैमा पुसअप गर्नु न प्याकेटको त छ खान्छौ खान्छ होइन तान्छौ मेरोमै छ मन लागेको के भएको ए जति पाइ त्यति नखाऊ होइन अर्को सामान बोलाऊ हो चाहिँ पक्का पक्कै गर्नुपर्छ गोजीमा हुन्छ कि झोलामा हुन्छ फेरि अर्को हेर्छौँ घुममा यहाँ रहेछ रक सिकाएर पुरा म भन्दा खत्तम हिँडिरहेको गर्दै हिँडिरहेको जङ्गल छिरो यो बाहिर हो नि कम त्यस्तै बिर्सिदिनँ भाइ त्यो म डर पनि लाग्छ है यो त डर छ कि बाघ आउँछ म चाहिँ जङ्किजाउँ भन्ने बाघ पनि पाउँछ है फेरि हाम्रोतिर चाहिँ होइन भेट्यो भने त सकै त हाल्छ अनि मेरो डर के थियो दुईवटा थियो होइन फेरि त्यो पनि 30 कि मिनट रक्सी लिएर आउनु होइन होमस्टेको मान्छे कि रक्सी लिएर आउनु बाटो कुकुरी र अनि 3 पानी
होइन भने त्यो मान्छेको फोन नम्बर मलाई दिनु भनेर भने मैले 2टा मात्रै अर्डर दिएको थिएँ माकुरी किन चाहिँ आएछु नि जिन्दगीमा भनिन्जेल भयो नि हो म त अब काकाले भनिहाल्नु नजाने कुरा पनि भएन नि त के कसो हो सुदानले आठ त दिइरहेको थियो ए सुदान्त मुझे भाइ दाइ मुझे भरे एउटा कोट त भेटिन्छ होला नि त हो घुमेको गरौँला नि भन्छ होइन ल ठिकै छ पछाएको बिहान त आउनु सकिन्छ भन्ने भयो नि त अलमल्ली त्यत्रो दिनुपर्छ हो त्यहाँदेखि टाइम दिएर पनि आउनु नसक्ने मान्छेलाई घर नआउनु भनेर भनेको थिएन त्यहाँ तर आएको केटाहरू छिटो आएको कहाँ घुम्दा त्यो दाइलाई माथि आधा बाटोसम्म पुऱ्याउनु पुरै मागेको नि फेरि त्यो दाइसँग कस्तै ह्याक्किङ परेको थियो आउनु है हजुर आउनु ल म त माथि कोटसम्मै जान्छ कि बा तास खेल्नु जान्छु भनिरहेको थिएँ तर फर्को प्रश्न गरेको कति दिन भयो प्रश्न गरेको त हिँडेको दिन म त हिँडेको दिन त गरेको त मैले त गरिनँ त्यो दिन पनि म जेठा गएको त्यस्तै तर के गर्नु त यस्तै छ हाम्रो त जाने बित्तिकै फर्स्ट प्रायोरिटी चाहिँ के हुन्छ ब्रस जोड खाइ त्यत्तिकै जाने नि पहिला जेठा हिँडिहाल्यो म एउटा क्या राजु तपाईँहरू यो ठाउँतिर आउनुहुन्छ भने जुत्ता चाहिँ होक्का लाउनु होक्का ल होक्का यो चाहिँ मैले लगाएको पाहाडको मोटामोटी होइन अस्ति 23 तारिक आएको होला आज 11 तारिक त्यहाँबाट लगाएको यो जुत्ता चाहिँ म पाहाडतिर हिँड्दाखेरि होइन यस्तो बाटोतिर गनाएको चाहिँ थाहा छैन है भाइलाई है सक्स पनि त्यही हो जुत्ता लाउँदाखेरि चाहिँ हिलो भए पनि भिजे पनि तपाईँ बस्नुहुन्छ खोल्नुहुन्छ भने होइन चट्टा सक्स मात्रै मजाले धुनुहोस् जुत्ता पखालिदिनुहोस् होइन खुट्टा मजाले धुनुहोस् फेरि त्यही चिसो सक्स लाउनुहोस् तपाईँहरूले होइन केही पनि हुँदैन तपाईँको खुट्टा ठाउँै अर्ग्यानिक हो क्या यो होइन सहर बजारमा कति पर्छ रक्सीको मलाई थाहा भएन 525 रुपियाँ मैम डाँडामा उदाको त काठमाडौँमा त कति 800 कि 1000 छ होइन यस्तो हरामी चाहिँ खुकुरीलाममा यसले दिन्छ यार खुकुरीलामको हिजो कति रे खुकुरीलामको प्राइस 3000 त्यो उयसको त्यो फुलको त्यतिको रिजनेबल प्राइसमा पर्छ तर बाक्समा पनि 2000 पर्दैन काकाले खानुहुन्थ्यो छिमाले किच गरेको काकाले खानु भएन नि ओइ मकुल यसलाई चाहिँ बाघखोर भन्थ्यो पहिला यहाँ बाघलाई धरा थापेको थियो पहिला हामी सानो छँदाखेरि यो गोठ आवत गर्दै गर्दाखेरि यहाँनिर चाहिँ बाघलाई धरा थापिएको थियो यो डाँडामा यसलाई बाघखोर भन्थ्यो कुनै कुनै अवशेषहरू चाहिँ छ पनि होला यहाँ अवशेषहरू छ थोरै पहिला खाना उता पनि राखिदिन्छ फेरि 61 खानु मन पऱ्यो कस्तो दामी क्या हाम्रो हिँड्दा बाटो होइन मन नभरेर माथि बेला किसिम हुन्छ नि मलाई के भन्छ है होइन भनिदिउँ त्यो दिनको कहानी त्यो दिन चाहिँ होइन भक्कुले बेलुका फोन गरेको थियो अनि यसले कहिले आउने हो काका भनेर अनि मैले के भने नि भोलि 10 बजीतिर आउँछु न त भनेर भने
अनि यसले एकछिन के गफ गरेर फोन राख्यो भरे अलि मादैछ क्या तपाईँसँग यो फेरि फोन गरेर क्या काका कहाँ हो भने अहिले म घरमै छु भने कहाँ छ भने कस्तो भने स्कुल आयो भने अनि यसले कस्तो मलाई भने मलाई काका